भारतले नेपालको भूमि मिचेको छ। यो कुरा नेपालका अधिकांश नागरिकहरूले वर्षौंदेखि सुन्दै आएका छन्। तर 2026 मा एउटा यस्तो बयान आयो जसले सम्पूर्ण नेपालीलाई स्तब्ध बनायो। नेपालका वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रोस्टममा भारतले मात्र होइन नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको छ भनेर भने। भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोचिरहेका छौँ। यो भनाइ बाहिरिएपछि संसददेखि सडकसम्म, नेपालदेखि भारतसम्म, सोसल मिडियादेखि अन्तर्राष्ट्रिय मिडियासम्म यही विषय एउटा चर्चाको केन्द्रबिन्दु बन्यो। तर यही विषय के वास्तविक सत्य थियो कि साँच्चीकै नेपालले भारतको भूमि मिचेको छ, अतिक्रमण गरेको छ? यदि छ भने कहाँ गरेको छ, कहिलेदेखि गरेको छ र कति क्षेत्रफल गरेको छ? के यसको प्रमाण हामीसँग छ? अनि प्रधानमन्त्रीले भनेको नेपालले भारतको भूमि मिचेको छ भन्नुको अर्थ के हो? कि नेपालले भारतको भूमि आफ्नो नक्सामा राखेको छ वा नेपाली सेनालाई पठाएर भूमि अतिक्रमण गरेको छ? आउनुहोस्, आजको भिडियोमा हामी कुनै भावनात्मक राजनीतिक पक्षमा ध्यान नदिई नक्सा, इतिहास, सुगौली सन्धि, ब्रिटिस अभिलेख र सरकारी दस्तावेज र अन्तर्राष्ट्रिय विश्लेषणका आधारमा सत्य खोज्ने प्रयास गर्नेछौँ। त्यो विषय बुझ्नुभन्दा पहिला हामीले नेपाल र भारतको सीमा विवादको पछिल्लो घटना र इतिहास बुझ्नुपर्ने हुन्छ। यसका धेरै भिडियोहरू हामीले देखिसकेका छौँ, त्यसैले हामी यसलाई छोटकरीमा मात्रै व्याख्या गर्नेछौँ र त्यसपश्चात हामी मुख्य विषयमा प्रवेश गर्नेछौँ, जुन रहेको छ नेपालले भारतको भूमि मिचेको विषय। नेपाल र भारत बीच लगभग 1751 वर्ग किलोमिटर खुल्ला सीमा छ। यो संसारकै अनौठो सीमामध्ये एक मानिन्छ। तर यो सीमा एक दिन मात्र बनेको पटकै होइन। यसको इतिहास करिब 200 वर्षभन्दा पुरानो छ। सन् 1814 मा ब्रिटिस र नेपाल बीच युद्ध सुरु भयो, जसलाई एग्लो नेपाल वार भनिन्छ। करिब 2 वर्षसम्म चलेको यस युद्धपछि नेपालले हार बेहोर्नु पर्यो। त्यसपछि सन् 1816 मा एक ऐतिहासिक सम्झौता भयो जसलाई ट्रिटी अफ सुगौली अर्थात् सुगौली सन्धि भनिन्छ। यस सम्झौताले आजको नेपाल भारत सीमाको आधार तय गर्यो। सबैभन्दा ठुलो प्रश्न ट्रिटी अफ सुगौलीमा के लेखिएको थियो? ट्रिटी अफ सुगौलीका अनुसार नेपालको पश्चिमी सीमा महाकाली नदी हुनेछ। सुन्नमा सजिलो लाग्छ, तर समस्या त्यहीँबाट सुरु हुन्छ, किनकि महाकाली नदीको वास्तविक मुहान कहाँबाट सुरु हुन्छ भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन र पत्ता लागे पनि हरेकको फरक फरक दृष्टिकोण छ। यदि एउटा मुहान मात्र मान्यो भने सीमा एउटा हुन्छ, अर्को मुहान मान्यो भने सीमा बदलिन्छ र यही विवादको विषय बन्छ। यदि एउटा प्रश्नले आजसम्म यति ठुलो विवाद तुल्याइरहेको छ कि विभिन्न ठाउँका कालापानी, लिपुलेख र लिम्पियाधुराका सीमा विवादहरू आइरहेका छन्। यदि नेपाल भारत सीमा विवादको सबैभन्दा चर्चित ठाउँको नाउँ लिनु पर्यो भने हाम्रो दिमागमा एउटा मात्रै नाम आउँछ, सायद त्यो पर्याप्त पनि होला, कालापानी। तर कालापानी भनेको एउटा गाउँ मात्र होइन, यसैसँग जोडिएका लिपुलेख पास र लिम्पियाधुरा पनि यी तीनै क्षेत्र मिलेर 372 वर्ग किलोमिटर विवादित क्षेत्रको केन्द्रबिन्दु बनेका छन्। यो क्षेत्र नेपालको सुदूरपश्चिममा भारतको उत्तराखण्डसँग र चीनको तिब्बतसँग जोडिएको त्रिदेशीय क्षेत्र हो। यही कारणले यो केवल सीमा विवाद मात्र होइन, सामरिक, व्यापारिक र धार्मिक दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। भौगोलिक अवस्थामा सुसम्पन्न भारतलाई यो क्षेत्र किन यति महत्त्वपूर्ण छ र नेपालका लागि पनि किन यति महत्त्वपूर्ण छ? यसका पनि केही प्रमुख कारणहरू छन्। कैलाश मानसरोवर जाने प्रमुख बाटो हुनु, भारत र चीनको व्यापार मार्ग हुनु र हिमाली सुरक्षाका कारण देश सुरक्षित रहनु र तीन देशको सिमानालाई जोड्नु यसैका प्रमुख कारण मानिन्छ। दुवै देशले यसलाई आफ्नो दृष्टिकोणबाट अत्यन्त संवेदनशील र महत्त्वपूर्ण मान्छन्। अब सुरु हुन्छ वास्तविक विवाद, जुन हामीले अहिलेसम्म लिपुलेख, लिम्पियाधुरा र कालापानीको यो क्षेत्र हो भनेर भनिरहेका छौँ। त्यसको वास्तविक कसरी बन्न पुग्यो भनेर हामी छलफल गर्छौँ। 1816 को सुगौली सन्धिमा नेपालको पश्चिमी सीमा काली नदी हुनेछ भनेर भनेको छ, जुन हामी माथि पनि भन्यौँ। तर वास्तवमा काली नदी कहाँबाट सुरु हुन्छ भन्ने प्रश्न पनि हामीले बतायौँ। 200 वर्षदेखि चलिरहेको यो विवाद नेपालले गरिरहेको दाबी र भारतले गरिरहेको दाबीमा हामीले बुझ्नुपर्छ। नेपालको दाबी र आधिकारिक धारणा अनुसार काली नदीको वास्तविक मुहान लिम्पियाधुराबाट बग्ने कुटियाङ्दी नदी वा खोला हुनुपर्छ भनेको छ। त्यस अनुसार
त्यसलाई आधार मान्यो भने कालापानी, लिपुलेक र लिम्पियाधुरा तीनै क्षेत्र नेपालभित्र पर्दछ। तर भारतको दाबी र धारणा हेर्ने हो भने त्यो बिल्कुलै फरक छ। भारतका अनुसार सीमाको आधार बन्ने नदीको स्रोत कालापानी नजिकको धार हुनुपर्छ भनेको छ। त्यस आधारमा जाने हो भने कालापानी, लिपुलेक र वरपरका क्षेत्र उत्तराखण्डमा पर्छ। भारतले आफ्नो प्रशासन, सुरक्षा र बल सडक निर्माणमा पनि आफ्नो दाबी आधारमा प्रस्तुत गर्दै आइरहेको छ। अर्थात् भारतले विभिन्न सडकहरू निर्माण गर्दै आइरहेको छ। अब बुझौँ यो विवाद किन यति बढ्यो त। 2020 मा भारतले धारचुलादेखि लिपुलेकसम्म सडक उद्घाटन गर्यो र नेपालले यसको घोर विरोध गर्यो। त्यसपछि नेपालले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्यो जसमा लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश थिए, जसमा नेपालको नक्सा निर्धारित थियो। त्यसपछि भारतले नेपालको नयाँ नक्सा स्वीकार गरेन। नेपालले आफ्नो दाबी दोहोऱ्याइरह्यो र दुवै देशले वार्तामा समाधान खोज्ने कुरा पनि भयो। तर पनि विवाद अझै समाधान भएन। यो विवाद अझै यस्तै छ, तर यसको सट्टामा अर्को विवाद अझै छ, जुन हो सुस्ता विवाद। केही समय अघि हामीले सुस्तामा भारतीय सेनालाई नेपाली नागरिकहरूले लखेटी भगाएको भिडियो देखेका थियौँ। आखिर किन भारतीय सेनालाई एक पटक होइन पटक सुस्ता क्षेत्रमा अतिक्रमण गर्न आउँछन् र आउनुको मुख्य कारण के छ, आउनुहोस् बुझौँ। कालापानीको विवाद इतिहासमा लेखिएको एउटा वाक्यको व्याख्यासँग जोडिएको छ भने सुस्ताको विवाद प्रकृतिले बनाएको विवाद। यहाँ न त कुनै सन्धि छ, न त कुनै नक्सा बनाएको छ। यहाँ एउटा नदीले बाटो बदलेपछि विवाद सुरु हुन्छ। सुस्ता नेपालको पश्चिम नवलपरासी क्षेत्रमा पर्ने सीमावर्ती क्षेत्र हो। यसको पूर्वतर्फ भारतको बिहार राज्यको पश्चिम चम्पावत जिल्ला पर्छ। यही क्षेत्र आज दुवै देशले आफ्नो प्रशासनिक दाबी गर्ने विवादित क्षेत्र बनेको छ। अब बुझौँ विवाद कसरी सुरु भयो। फेरि एकपटक फर्कौँ हामी सन् 1816 को सुगौली सन्धितिर। यस क्षेत्रमा सीमा निर्धारणका लागि गण्डकी नदी, जसलाई नेपालमा नारायणी नदी भनिन्छ, त्यसैलाई आधार मानिएको थियो। त्यो बेला सुस्ता गाउँ नदीको पश्चिम किनारातर्फ पर्थ्यो। तर दशकौँ बित्दै जाँदा नदीले बिस्तारै आफ्नो बहाव परिवर्तन गर्न थाल्यो। भूमि उही रहे पनि नदी अर्कोतिर बग्न थाल्यो। यही परिवर्तनले आजको सुस्ता विवाद जन्माएको। एकपटक दुवै देशको धारणा यसमा पनि बुझौँ। नेपालको धारणा अनुसार 1816 मा नदी जहाँ बग्यो सोही सीमा आरम्भ मान्नुपर्छ र नदीको बहाव परिवर्तन अन्तर्राष्ट्रिय सीमा स्वतः बदलिँदैन भन्ने छ। अर्थात् सुरुमा जहाँ बगेको थियो त्यही हुनुपर्छ। तर भारतको तर्क यसमा ठ्याक्कै विपरीत छ। भारतका अनुसार प्रशासन, बस्ती र दाबी अनुसार भारतले यस धारणालाई जुन अहिले नदीले बहाव बगिरहेको छ त्यसैलाई सीमा मान्नुपर्छ भन्दै पटक अतिक्रमण गर्न आएको छ, जुन हामीले सुस्ता क्षेत्रमा केही समय पहिला पनि देखेका थियौँ। तर हामीले एउटा कुरा बुझ्न जरुरी छ, सुस्ता विवाद कालापानीको विवादभन्दा बिल्कुलै फरक छ। कालापानीको विवाद नदीको मुहान कहाँ छ भन्ने विषयमा केन्द्रित छ भने सुस्ताको विवाद नदीले बनाएको आफ्नो बाटो किन र कसरी परिवर्तन गर्दैछ भन्नेमा छ। त्यसपछि सीमा कसरी व्याख्या गर्ने भन्ने कुरामा पनि प्रश्नमा आधारित छ। त्यसैले यी दुई विवादको कानुनी र भौगोलिक प्रकृति बिल्कुलै फरक छ। यो त थियो नेपाल र भारतको पछिल्लो घटना र इतिहास, जुन हामीले पटक सुन्दै आइरहेका थियौँ। तर अब हामी बुझौँ नेपालले कहाँ भारतको जमिन मिचेको छ। यो कुरा बुझ्नको लागि सबैभन्दा पहिले हामी यो घटना जहाँबाट आयो संसदको कुरा एकपटक सम्झौँ। जेठ 27 गते प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले कालापानी, लिपुलेक र लिम्पियाधुराको लामो समयसहित देखेको समस्याबारे प्रश्न सोध्नुभयो। जवाब दिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले भन्नुभयो, आफू प्रधानमन्त्री भएपछि मात्रै थाहा पाउनुभयो कि भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। यो अभिव्यक्तिपछि प्रतिपक्षी दलहरू सडकमा उत्रि संसद अवरुद्ध भयो र प्रधानमन्त्रीको राजीनामा समेत माग उठ्यो। तर साँच्चीकै कि प्रधानमन्त्री बालेन्द्र शाहले भनेको यो कुरा गलत हो वा सही हो? सबभन्दा पहिला हामीले प्रधानमन्त्री बालेन्द्र शाहले भन्नुभएको कुराको अर्थ बुझ्नुपर्ने हुन्छ। त्यसका लागि हामी धेरै समाचार र विश्लेषणहरू जाँच्यौँ, जसमध्ये हामीले धेरै महत्त्वपूर्ण कुराहरू पनि भेटायौँ। हालसम्म सार्वजनिक रूपमा कुनै प्रमाणित छैन र कुनै सूची छैन जसले नेपाल सरकारले भारतको यिनै ठाउँमा भूमि अतिक्रमण गरेको छ भनेर देखाओस्। त्यसैले पनि संसदमा यसको घोर विरोध भइरहेको छ।
बरु प्रधानमन्त्री बालेन्द्र शाहको भनाइपछि नेपालका पूर्व राजदूत, सीमा विज्ञ र परराष्ट्र मन्त्रालयले स्पष्ट पारेका छन् कि यो सीमावर्ती क्षेत्रमा दुवैतर्फका नागरिकले नो म्यान्स ल्यान्ड वा एक अर्काको भूभागमा प्रयोग गर्ने क्रस बोर्डर अकुपेसन मार्फत सीमा अतिक्रमण भएको वा एउटा देशको जमिन अर्को देशले अतिक्रमण गरेको भन्ने बुझाइएको छ। यस अवस्थातर्फ सङ्केत दिने हो भने नेपाल राज्यले भारतको सार्वभौम भूमि आफ्नो भनेर दाबी गरेको पटक्कै होइन। अब प्रश्न हुन्छ कि प्रधानमन्त्री बालेन्द्र शाहले कुनै सेना पठाएर भारतको भूमि अतिक्रमण गरी आफ्नो सीमा बनाएको भन्ने पटक्कै होइन। यसको अर्थ यो हो कि नेपालले नेपालका किसानहरूको पेसा गर्नका लागि भारतको जमिन प्रयोग गरेको हो भन्ने बुझिन्छ, जुन परराष्ट्र मन्त्रालयले प्रश्न पारेको छ। यी सबै कुराहरू बुझिसकेपछि अब हामीले बुझ्नुपर्ने कुरा हो क्रस बोर्डर अकुपेसन। क्रस बोर्डर अकुपेसन वास्तवमा के हो? परराष्ट्र मन्त्रालयका अनुसार नदी सिमाना क्षेत्रमा फिक्स बाउन्ड्री प्रिन्सिपल प्रयोग हुँदा हराएका सीमा स्तम्भ र सीमा वारपारको ओहोर दोहोरका कारण दुवैतर्फका किसानहरूले अर्को देशको भूमिमा खेतीपाती र बसोबास गर्ने अवस्था बनेको छ। अर्थात् यसलाई सामान्य रूपमा बुझ्दा नेपाली नागरिकको जमिन भारतमा रहेको र त्यहाँका खेतीपाती गर्ने भन्ने बुझिन्छ। अर्थात् नेपाली नागरिकले भारतको भूमिमा गएर खेतीपाती गर्ने भन्ने बुझिन्छ। यसलाई थप गहिरेर बुझ्दा म आफै सीमा क्षेत्रको व्यक्ति रहेकोले कञ्चनपुरकै उदाहरण दिन्छु। कञ्चनपुरको दोदरा चाँदनी नगरपालिका भारत र नेपालको सिमानामा जोडिएको छ। नेपालको दोदरा चाँदनी र भारतको मेलाघाट उत्तराखण्डमा साइड पर्ने जुन क्षेत्र छ त्यहाँका किसानहरूको जमिन भारतको भूमिमा पनि छ। नेपालका किसानहरूले भारतको भूमि खटीमा मेलाघाट साइडमा खेतीपाती गर्ने गर्छन्, जसलाई नै क्रस बोर्डर अकुपेसन भनेर हामी बुझौँ। अब यी क्रस बोर्डर अकुपेसन बुझिसकेपछि अब बुझौँ प्रधानमन्त्री बालेन्द्र शाहले भनेको त्यो कुरा पूर्ण रूपमा सही छ वा छैन। नापी विभागका पूर्व महानिर्देशक तोयानाथ बरालका अनुसार 2007 को संयुक्त सर्वेक्षणले 667 स्थानमा करिब 1200 हेक्टर नेपाली भूमि भारतीय नागरिकले प्रयोग गरिरहेका छन् र 1250 हेक्टर भूमि नेपाली नागरिकले प्रयोग गरिरहेका छन्। यसलाई नै प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिचेको भनेर व्याख्या गरेको हुन सक्छ। त्यहीँनिर एउटा ठुलो प्रश्न खडा हुन्छ, किनकि त्यही तथ्याङ्क हेरेका सीमाविदहरू आफै फरक निष्कर्षमा पुगेका छन्। पूर्व महानिर्देशक बुद्धिनारायण श्रेष्ठ लगायतका सीमाविदले स्पष्ट भन्छन् कि नेपालले भारतको भूमि कहिल्यै अतिक्रमण गरेको छैन। प्रधानमन्त्रीको भनाइ प्राविधिक रूपमा सही होइन। उनीहरूका अनुसार यो घटना अतिक्रमण होइन, बरु नदीले धार बदल्दा दुवैतर्फ किसानको जमिन अर्को देशतिर पर्न गएको र त्यसैले किसानहरू पुर्ख्यौली जग्गा खोज्दै एउटा सामान्य सीमा वारपार भोगचालन गर्नका लागि गरेको भन्ने बुझिन्छ। अनि यो एकतर्फी मात्र होइन, आँकडा हेर्ने हो भने नेपालले भोगचालन गरेको भूमि 1250 हेक्टर, भारतले भोगचालन गरेको नेपाली भूमि 1200 हेक्टर भन्दा बढी नै देखिन्छ। त्यसैले यसलाई राज्यले अर्को राज्यको भूमि मिचेको भन्ने अर्थ लिनु र यसलाई किसानहरूको सीमा वारपार भोगचालन भन्ने अर्थ लिनु दुवै फरक फरक व्याख्या हुन्। प्रधानमन्त्रीको भनाइले पहिलो व्याख्यालाई बल दिएको छ, जबकि धेरैजसो सीमाविदहरू दोहोरो व्याख्यामा सहमत छन्। यही भिन्नताले नै संसददेखि सडकसम्म विवाद निम्त्याएको छ। अब बुझौँ यस सीमा विवादको समाधान के हुन सक्छ। नेपाल भारतले 2007 मा यस्तै संयुक्त सर्वेक्षण दोहोर्याउनु पर्छ। यस पटक अनुमानका आधारमा नभई जीपीएस र सेटेलाइट प्रविधिको पूर्ण नक्साङ्कन गरेर 667 स्थानमा सबै भोगचालन क्षेत्र ठ्याक्कै नाप्नुपर्छ। धेरै ठाउँमा दशकौं अघि गाडेका सीमा स्तम्भ बाउन्ड्रीहरू बाढी र खेतीका कारण हराइसकेका छन् र स्थान परिवर्तन भइसकेका छन्। यी नयाँ गरी जीपीएस प्रणाली अनुसार पुनर्स्थापना गरी पहिलो व्यापारिक कदम उचाल्नुपर्छ। जहाँ नागरिकले दशकौंदेखि अर्को देशको सानो भूभागमा खेती गरिरहेका छन् त्यहाँका समान क्षेत्रफलको आधारमा जग्गा साट्ने, जस्तै बङ्गलादेश र भारतले सीमा विवादलाई 2015 मा ल्यान्ड बाउन्ड्री एग्रिमेन्टलाई स्थानीयलाई साबिककै भोगचालन कानुनी मान्यता दिने व्यवस्था गरेको थियो। त्यसै अनुसार नेपालले पनि गर्नुपर्छ। सीमा नजिकको 30 मिटर नोम्यान्स ल्यान्डमा खेती निर्माण नगर्ने साझा नियम अडाइका साथ लागू गर्नुपर्छ र यो हाल
दुवैतर्फ व्यवस्था भइरहेको छ। यदि यी सबै कुराहरू अपनाएर गर्न खोज्न थाल्यो भने यसको समाधान अवश्य हुनेछ। यसका लागि दुवै देशले भावनात्मक, राजनीतिक र कूटनीतिक पक्षलाई ध्यान दिनुपर्छ र मिलेर गर्नुपर्छ। यदि यो भिडियोले तपाईँलाई नयाँ कुरा सिकायो भने यसलाई अरूसँग पनि साझा गर्नुहोला। तपाईँको विचार कमेन्टमा लेख्नुहोला कि साँच्चीकै प्रधानमन्त्री बाल्ने शाहले भनेको कुरा गलत छ वा सही छ। तपाईँको तर्क के छ त्यो कमेन्टमा व्याख्या गर्नुहोला। तथ्य र प्रमाणका आधारमा आज हामीले गरेको अनुसार तपाईँलाई कस्तो लाग्यो र म फेरि अर्को अनुसन्धानमा डकुमेन्ट्रीका साथ भेटिनेछु। त्यति बेलाका सम्मका लागि हामीलाई सहयोग गर्दै गर्नुहोला। यो नयाँ च्यानल भएकोले पहिलो भिडियोमै तपाईँको धेरै सहयोगको अपेक्षा गरिएको छ। यदि अहिलेसम्म पनि तपाईँ पहिलो भिडियोमै नयाँ व्यक्ति हुनुहुन्छ त्यसैले च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला र साथसाथै बेल आइकन दबाई हाम्रो अब आउने सबै भिडियोलाई हेर्नको लागि तयार रहनुहोला। साथसाथै यो भिडियोलाई आफ्नो साथीहरू कहाँ इन्फर्मेसन दिनको लागि भेज्नुहोला। साथसाथै भिडियोलाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।